विशेष गरेर आज दार्जिलिङ पहाडमा यो दार्जिलिङ सिक्किमसँग एकीकरणको विषय लिएर जुन कुरा यहाँ भाइरल भइरहेको छ, सनसनी भइरहेको छ, त्यही विषयलाई लिएर म कतिपय बुँदाहरूलाई लिएर मेरो विचार पनि प्रकट गर्न चाहन्छु। विशेष मैले यो दार्जिलिङ सिक्किम एकीकरण विषयमा चारवटा बुँदालाई लिएर उपस्थित छु। विशेष 1 नम्बरमा दार्जिलिङ सिक्किम एकीकरण, 2 नम्बरमा दार्जिलिङ र कालेबुङ जिल्लामा जिल्ला परिषद र 3 नम्बर 2026 को मई महिनामा पश्चिम बङ्गाल विधानसभाको चुनाव र तृणमूल सरकारले 15 वर्ष पूरा गर्नेछ र 4 नम्बरमा 2 अप्रिल को दिल्लीको नर्थ ब्लकमा हुन गइरहेको त्रिपक्षीय बैठक विषय लिएर यो कुराहरू म राख्न चाहन्छु। विशेष दार्जिलिङ सिक्किममा किन विलय हुनु जरुरी छ भन्ने कुरा मलाई पनि राम्रो लाग्यो। यो विषयमा मैले धेरै कुराहरू, धेरै यो बुँदाहरू मैले कलेक्सन गरेको छु र दार्जिलिङ पहाड तराई डुवर्स चाहिँ सिक्किमको भूभाग भएको कुरा चाहिँ पश्चिम बङ्गाल राज्य सरकारले 1986 को गोर्खाल्यान्ड जन आन्दोलनमा स्वीकारिसकेको छ। श्वेत पत्र जारी गरेर, मुखले मात्रै होइन दस्तावेजको आधारमा जारी गरेको छ कि यो चाहिँ सिक्किमको भूभाग हो भनेर। अनि दार्जिलिङको भूभाग सिक्किमको हो भनेर दस्तावेजले प्रमाण गरिरहेको छ। अझ हामी मौखिक कुराले होइन, भनाभैरीले होइन, मनको कुरा आफूले जे पाए त्यही उब्जाएर भन्ने कुरा होइन। यो दस्तावेजको आधारमा आज डकुमेन्टहरू पनि सबै हामीसँग एभाइलेबल हुँदै पनि यो दार्जिलिङ सिक्किममा विलयको विषय लिएर धेरैवटा कुराहरू छ। यहाँ म विशेष गरेर कतिपय इम्पोर्टेन्ट कुराहरू चाहिँ म राख्न चाहन्छु। त्यो के भने 1 नम्बरमा दार्जिलिङ जिल्ला सिक्किमको भूभाग हो भनी धेरै ऐतिहासिक तथ्य र दस्तावेजहरू छ। यसमा कुनै दुई मत छैन। 2 नम्बर 1986 सालमै दार्जिलिङ जिल्ला सिक्किमको भूभाग हो भनी स्वीकारेर बङ्गाल सरकारले श्वेत पत्र जारी गरिसकेको छ। बङ्गालले मात्र होइन, देशले पनि यो सत्य स्वीकार्छ। गोर्खाल्यान्डको मूल भाव जातीय रहेको छ। एकीकरणको मूल उद्देश्य सिक्किम दार्जिलिङ क्षेत्र र यस क्षेत्रमा बसोबासो गर्ने अन्य जातिसँगै भोटिया, लेप्चा, नेपाली, गोर्खाहरूको एकात्मक भाव रहेको छ, जसको कारण अन्य जातिसँगै भोटिया, लेप्चा र नेपाली गोर्खाहरूको देशमा दरिलो र सुरक्षित पहिचान रहनेछ। 4 नम्बर सिक्किम दार्जिलिङको भौगोलिक स्थितिमा कुनै फरक छैन। भौगोलिक कारणले एकीकरण पछि विकासको नीति र योजनाले धेरै विकास गर्न सकिन्छ। वर्तमानमा बङ्गाल सरकारले मैदानी क्षेत्रलाई ध्यानमा राखेर बनाएको योजना र नीति दार्जिलिङ पहाडको स्थिति अनुकूल हुँदैन। बङ्गाल सरकारको यो मजबुरी पनि हो। भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज सिक्किम र दार्जिलिङको एउटै छ। बङ्गालको बङ्गाली समाजसित मिल्दैन र हामी देशमा असुरक्षित ठान्छौँ। एकीकरणले हामी दरिलो मात्र होइन, सुरक्षित ठान्नेछौँ। शिक्षा, समाज र जातिको उत्थानको मार्ग हो। हाम्रो जातीय सामाजिक मानसिकतालाई ध्यानमा राखेर बङ्गालले हाम्रो निम्ति अलग्गै शिक्षा नीति र योजना बनाउन सक्दैन। एकीकरण पछि यो बाधा आफै समाप्त हुन्छ र शिक्षा र रोजगारको क्षेत्रमा देशमा हाम्रो अलग्गै पहिचान मात्र होइन, योग्यता पनि देखाउन सकिन्छ। एउटा नयाँ राज्यको गठनको समयमा
देशलाई जुन प्रकारको संवैधानिक, प्रशासनिक, भौतिक संरचना र अन्य कठिनाइहरूको सामना गर्नुपर्दछ, एकीकरणमा यस्तो कुनै कठिनाइहरू छैन। बङ्गालको मुख्यालय कलकत्ता 600 किलोमिटर टाढो भएको कारणले प्रशासनिक, न्यायिक र अन्य धेरै कार्यको निम्ति भाषा मौसमको कष्ट सधैँ दार्जिलिङवासी कोलकाता जानु पर्छ। एकीकरणपछि दार्जिलिङ सिक्किमको मुख्यालय यसै क्षेत्रमा भएको कारणले यी समस्याहरूबाट छुटकारा पाइन्दछ। एकीकरणपछि दार्जिलिङ सिक्किमको क्षेत्र बढेको कारणले जनप्रतिनिधिहरूको सङ्ख्या पनि बढेर जानेछ र राष्ट्रिय स्तरमा जनप्रतिनिधिहरूको महत्त्व रहनेछ, जो वर्तमानमा सम्भव छैन। गोर्खाल्यान्ड आन्दोलनले सिक्किम दार्जिलिङ क्षेत्रलाई जस्तो नकारात्मक प्रभाव पारेको पर्नेछ, एकीकरणपछि यस्ता सबै नकारात्मक प्रभावहरू स्वयं समाप्त भएर जानेछ। बङ्गालले राजस्वको निम्ति उठाइने सबै करहरू दार्जिलिङ पहाडी क्षेत्र भएको कारणले उपयुक्त छैन। एकीकरण पछि सिक्किम दार्जिलिङ क्षेत्रको करहरूमा सामञ्जस्य आउनेछ, जो जनताको हितमा रहनेछ। पर्यटन क्षेत्रमा सिक्किम भन्दा दार्जिलिङ विख्यात भए पनि बङ्गालको पर्यटन नीतिगत कारणले पर्यटनमा दार्जिलिङ पछाडिँदैछ। एकीकरणपछि दुवै क्षेत्रमा पर्यटन नीति एक रहनाले पर्यटन बढेर जानेछ। वर्तमानमा सिक्किमको राजस्व कम भएको कारणले केन्द्रीय अनुदानमा सिक्किम भर पर्नु परेको छ। एकीकरणपछि दार्जिलिङको राजस्वको कारणले सिक्किम दार्जिलिङको राजस्व आफै बढेर जानेछ। यी कुराहरू, यी बुँदाहरू सिक्किम र दार्जिलिङ एकीकरणमाझ यो एकदमै सठिक, न्यायिक छ र आज हामीले दार्जिलिङ पहाड तराई डुवर्सको मानिसले सिक्किमसँग मिल्न चाहेका छौँ र हामी सिक्किमसँग हाम्रो सरकार, सिक्किम सरकार हुनेछ भनेर हामी चाहिँ सिक्किमसँग मिल्न चाहेको कुरा हो र सिक्किमकै भूभाग हो यो। र आज सिक्किमका मानिसहरू आफ्नै जग्गामा सिलगढी आउँदा, डाक्टर दबाई पानी गर्नु पर्दा, कुनै पनि कारणले आउनु पर्दा घर भाडा गरेर बस्नुपर्ने आफ्नै आँगनमा त्यो अवस्था छ। सिक्किममा सेन्ट्रल गभर्मेन्टले दिएको जति बजेट छ, आफ्नो राजस्व केही छैन र सेन्ट्रल गभर्मेन्टमाथि भरोसा राख्नुपर्छ। भोलिको दिनमा सेन्ट्रल गभर्मेन्टले फन्ड बन्द गरिदियो भने सिक्किमको बेहाल हुनेछ। अनि सिलगढी एक दिन बन्द हुँदाखेरि गान्तोकमा गुडको चिया खानुपर्ने स्थितिहरू आइपर्छ। यसर्थ दार्जिलिङ 3वटा टीले प्रसिद्ध छ, टुरिस्ट, टिम्बर र टीले। सेन्ट्रल गभर्मेन्टले पैसै दिएन भने पनि हाम्रो दार्जिलिङको आफ्नो कमाइ मात्रै 1300 करोड भन्दा ज्यादा छ भन्ने अनुमान लगाइएको छ। र सिक्किमको बासिन्दाले, सिक्किमेहरूले चाहिँ यो कुरा नबुझेको हो कि या बुझेर बुझ पचाएको हो कि के हो हामी जान्दैनौँ। आज सिक्किमको चिफ मिनिस्टर माननीय पीएस गोले साहेबले समेत पनि यो विरोध गरिरहेको छ। साथै सिक्किमको कतिपय राजनैतिक पार्टीहरूले पनि यसको विरोध जनाएको छ। यो साँच्चै यो सोचेर सम्झेर जनाएको हो या के हो हामी जान्दैनौँ। र यो एउटा सिक्किम दार्जिलिङको विलयको जुन इस्यु भइरहेको छ, यो चाहिँ एकदमै सठिक, हामीले डाइरेक्ट कान थामेको हो। तर गोर्खाल्यान्ड छुट्टै राज्य, बङ्गालबाट छुट्टै राज्यको निम्ति हामीले आन्दोलन गरेको हो, तर हुन सकेन। अब हामीसँग अर्को मुद्दा, एकदमै सठिक मुद्दा, हाम्रो लडाइँ नगरिकन कागजपत्र दस्तावेजको आधारमा एउटा मानिस पनि शहीद नभइकन हामी यो मुद्दा सफल गर्न सक्छौँ। यदि सिक्किम र दार्जिलिङले मिलेर एक भएर यो
माग सेन्ट्रल गभर्नमेन्टलाई राखेको खण्डमा हामी कुनै यहाँ आन्दोलन बिना नै कागजपत्रको आधारमै हामी एक हुन सक्छौँ। तर आज हामीलाई अलग अलग गराउने यो कतिपय कुराहरूले हामीलाई अलग गराइरहेको छ र यो हामीले बुझ्न पर्ने कुरा, सोच्न पर्ने कुरा, यो एकदमै यो समयले ल्याएको माग हो। अनि जुन कुरा माग्दा पाइन्छ, जुन कुरा सही छ त्यो कुरा चाहिँ माग्नुपर्छ हामीले। जुन कुरा माग्दाखेरि पाइँदैन त्यो कुरामा जोर जबरजस्ती गर्नु हुँदैन। तर आज गोर्खाल्यान्डको इस्यु बनाएर भोट मागी खाने भाँडो मात्रै बनाइरहेको छ नेताहरूले। नेताको भोट मागी खाने भाँडो भएको छ गोर्खाल्यान्ड। जुन गोर्खाल्यान्ड शब्दले भोट जितेर चेयरमा पुग्छ त्यही गोर्खाल्यान्डको विरोध गरेर बङ्गालसँग मिलेर हाम्रो नेताहरू आज आफ्नै खुट्टामा कुल्लडी हानिरहेको छ। यो एउटा नेताको स्वार्थ सिद्धि मात्रै भइरहेको छ गोर्खाल्यान्डको इस्यु चाहिँ। सुभाष घिसिङले गोर्खाल्यान्ड नभनेर सिक्किमसँग एकीकरणको कुरा फ्याँकिदिएको भए सायद त्यति नै बेला हुने थियो होला, हाम्रो ठाहरू सहित हुने पनि थिएन होला। तर हाम्रो यस्तै छ, हाम्रो बुद्धि ढिलो आउँछ। र सानोमा हामी स्कुलमा, हाई स्कुलमा हुँदाखेरि हाम्रो हेडमास्टरले भन्नुहुन्थ्यो तामाङको बुद्धि चाहिँ 56 वर्षमा आउँछ भनेर यसरी भन्नुहुन्थ्यो। र यो कुरा सबै तामाङलाई त लागु नहोला, तर कतिपय तामाङ सम्प्रदायको दाजुभाइहरूले विरोध गर्ने दाजुभाइहरूलाई चाहिँ यो सठिक लागु हुन्छ जस्तो मलाई लाग्छ। किनभने यो विषयको विरोध गर्नुभन्दा चाहिँ सहयोग गर्नु राम्रो। दार्जिलिङ, तराई डुवर्स र बङ्गालको हुँदै होइन, उनीहरूले खुदै स्वीकार गरिसकेको छ श्वेत पत्रको आधारमा यो सिक्किमको हो भनेर 1986 सालमा उनीहरूले स्वीकारिसकेको छ। तर पनि हामी चाहिँ बङ्गालबाट छुट्टिन्छौँ भन्दैछौँ, उनीहरूले चाहिँ हाम्रो हो कि हाम्रो भनेर बङ्गालमा राख्नु खोजिरहेको छ। यो दार्जिलिङको इम्पोर्टेन्स उनीहरूलाई छ, सिक्किमलाई रहेनछ। र अब यो बङ्गालको त हुँदै होइन, तर भारतको पनि यो जग्गा हुँदै होइन। यो जग्गा, यो भूभाग भारतको पनि होइन। अब भारतको केन्द्र सरकारले यो मुद्दालाई पनि उल्लङ्घन गरेर, यो मुद्दालाई पनि खेलवाड गरेर, राजनीति गरेर अब खेलाँची गर्छ, गोर्खाहरूसँग खेलाँची गर्छ भनेदेखि चाहिँ अब यो इस्युले कुन बाटो लिनेछ त्यो भविष्यले देखाउनेछ। भविष्यको समयले यो बाटो देखाउनेछ र त्यति बेला भारतको केन्द्र सरकारले पनि पछितो गर्नुपर्ने हुन्छ। आज समय छँदै भारत सरकारले पनि सोचेर यो जग्गालाई चाँडोभन्दा चाँडो यो एउटा विलयको मुद्दामा एकीकरण गरिदिँदाखेरि चाहिँ भारतको राष्ट्रिय हितमा यो ठुलो एउटा महत्त्वपूर्ण विषय हुन जान्छ। आज भारत सरकारले जम्मू एन्ड काश्मीर फुल फ्लेजेड स्टेटलाई अहिले केन्द्रशासित प्रदेश बनाउन सक्यो भने दार्जिलिङ र सिक्किमलाई एकीकरण गर्नमा कुनै अप्ठ्यारो कुरा छैन। अनि हामीले गोर्खाल्यान्ड मागेको कारण चाहिँ यो शौचालय बनाउनु, यहाँको यो कतिवटा टुरिज्म बनाउनु, गेस्ट हाउसहरू बनाउनु जब मागेको होइन। भारतमा गोर्खाहरूको असुरक्षित 1,50,00,000 भन्दा गोर्खाहरूको, नेपाली भाषी गोर्खाहरूको चाहिँ असुरक्षा यहाँनिर महसुस भइरहेको छ। आज कहाँ बलात्कार हुन्छ, गोर्खाकै चेलीबेटीको बलात्कार भइरहेको छ, किडन्याप हुन्छ गोर्खाकै हुन्छ। अनि नर्थ इस्टमा त झन् गोर्खाहरूको के बिहाल छ भने उनीहरूले त्यहाँनिर आफ्नो घर बनाउनु पाएको छैन, त्यहाँनिर आफ्नो ब्याङ्क एकाउन्टहरू खोल्न पाएको छैन। सबै सिलगढीतिर आएर खोलेर उनीहरू त्यहाँ नोकरी गर्नको लागि मात्रै एउटा दुईटा चौकी राखेर त्यहाँनिर क्वार्टरतिर एकदमै सिम्पल प्रकारले बसेको अवस्थाहरू छ। त्यहाँनिर राम्रो झरी झुट्टा भएर बस्यो भने त बेलुका
आतंकवादीहरू आइहाल्छ लुट्नुलाई भन्ने कुराहरू आज यहाँ आएको छ र नर्थ इस्टको हाम्रो गोर्खा दाजुभाइहरू दिदीबहिनीहरू हाम्रो जाति सम्प्रदायका मानिसहरू यता सिलगढी खरसाङ कालिम्पोङ यता सुकुना खप्रेल सबै यतातिर आएर उनीहरूले जमिनहरू किनेर घरहरू बनाएर बसोबासो यो अवस्था छ आज। अखिल भारतीय स्तरमा हेर्ने हो भने हामी गोर्खाको छ असुरक्षा यहाँनिर देखा परिरहेको छ। यसर्थ हामीले अहिले समय छँदै सम्झेर बुझेर यो त सिक्किमले पहल गर्नुपर्ने कुरा हो। वास्तवमा दार्जिलिङले भन्दा त सिक्किमले पो हाम्रो दार्जिलिङ हो, हाम्रो भूभाग हो, हामीलाई फर्काऊ भनेर केन्द्र सरकारसँग राख्नुपर्ने हो यो डिमान्ड। तर दार्जिलिङले भन्दाखेरि सिक्किम अत्तालिन्छ। यो सिक्किम यही कारणले अत्तालिएको हो कि दार्जिलिङको मान्छे सिक्किममा ओइर्यो भने चाहिँ हाम्रो चिफ मिनिस्टरसिपको चेयर सधैँलाई जान्छ भन्ने उनीहरूको मानसिकता छ। हाम्रो जाति नै एउटा जुटेर बाँच्ने भन्दा फुटेर बाँच्ने रुखको मानसिकता भएको जाति आज देखा पर्दैछ यो सिक्किम दार्जिलिङ एकीकरणको इस्यु लिएर। यसको मतलब यो होइन दार्जिलिङ सिक्किममा विलय भयो भने दार्जिलिङको सम्पूर्ण घरबार सम्पूर्ण मान्छे चाहिँ सबै सोरेर उहाँ गान्तोकतिर सिक्किमको अरू जग्गातिर थुप्रेर बस्ने होइन। हाम्रो घरद्वार हाम्रो सबै नै छ। हाम्रो सरकार मात्रै हाम्रो सिक्किम सरकार हुन्छ। र सिक्किममा अहिले 32 वटा सिट छ। दार्जिलिङ खरसाङ सिलगढीको 4 वटा सिट 4 वटा एमएलए हुन्छ। अनि 4 वटा एमएलएले सरकार बनाउँछ कि 32 वटा एमएलएले सरकार बनाउँछ यो कुरा हाम्रो सोच्नुपर्ने कुरा छ। अरे चिफ मिनिस्टर सबै मिनिस्टर सिक्किमकै होस् न, हामीलाई केही हामी चिफ मिनिस्टर हुनुलाई सिक्किम विधानसभाको मिनिस्टरको पद ओगट्नलाई चाहिँ दार्जिलिङ सिक्किममा मिलाउँ भनेको होइन। आज तपाईहरुले यो याद गर्नुहोस्, आज सुप्रिम कोर्ट जस्तो एउटा न्यायालयले सिक्किमको नेपाली चाहिँ विदेशी हो भनेर भनिसकेको छ। सिक्किममा पनि नेपाली गोर्खाको चाहिँ अस्तित्व डाउडोल छ। आज ठीक छ, आज पैसा कमाएको छ, पैसा हातमा छ, पैसाको पछि लागेर आफ्नो भविष्य चाहिँ पैसामा नमेट्नुहोस्। तर यो समय छँदै आज समयले दिएको यो अपर्च्युनिटी हो, मौका हो, हामीलाई अवसर हो। र यो अवसरलाई चाहिँ नगुमाउँ। हामी यो अवसर चाहिँ हामीले हात पारौँ। अहिले सरकारसँग यही मुद्दा लिएर हामीले कुरा गर्नुपर्ने समयले दिएको यो माग हो। अब हामीले डाइरेक्ट कान थाम्दा हामीले भेटेनौँ। हामीले गोर्खाल्यान्ड मागेको हो। 1950 सालको सन्धि रद्द गर्नु भनेको हो। आज भारतमा बस्ने गोर्खा नेपाली गोर्खा समुदायका मानिसहरूलाई आज बंगाल सरकारले नेपाली लोक भनेर भन्दछ। दार्जिलिङ चाहिँ आमर सोनार दार्जिलिङ भन्छ। दार्जिलिङमा बस्ने चियापत्ती रोप्ने फाड्ने श्रमिकहरूदेखि लिएर दार्जिलिङको रैथानेलाई चाहिँ नेपाली लोक भन्दैछ, नेपालको मान्छे भनेर भन्दैछ। यो कुरा बहुत गहिरेर सोच्नुहोस्। आज सिलगढी त खायो बंगालले। अब उनीहरूको मिसन चाहिँ अब पहाड पनि खाने। अब उनीहरूले यो एउटा उनीहरूको मिसन चलाइरहेको छ। यहाँनिर बंगला भाषा कम्पलसरी गरेर यहाँ बंगाली टिचरहरू हालेर बंगाली परिवारहरू ल्याएर यहाँको मान्छेसँग बिहाबारी गरेर अब यहाँको गोर्खालाई चाहिँ अल्पसंख्यक माइनोरिटी बनाउने पोलिसी डिप्लोय गर्दैछ आज बंगालले। यस्तो कुराहरू हामीले बुझ्नुपर्छ। र अब सिलगढी त उनीहरूले खायो, सिलगढी डुवर्स। अब पहाडको दार्जिलिङ खरसाङ कालिम्पोङ पनि अब उनीहरूले अब खानुलाई त्यो मिसन चलाइरहेको छ। यहाँको 2-4 जना व्यक्तिलाई हातमा लिएर, धोकेबाज व्यक्तिहरूलाई हातमा लिएर पैसा पेलेर कि हामी नेपालबाट आएको हो भन्नु लगाएर
हामी पैसाको निम्ति त जे पनि गर्दो रहेछौँ, आफ्नै जातिको विरुद्धमा बोल्न पनि सक्दो रहेछौँ। र कस्तो खालको पैसासँग किन इमान बेचेको? पैसा ठुलो कुरो होइन, हाम्रो जाति ठुलो कुरो, हाम्रो राज्य ठुलो कुरो। आज हाम्रो सरकार हुँदो हो हामीलाई कसैले पनि हेपेर बोल्न पाउने छैन। आज सिलगढीमा हाम्रो के अवस्था छ? प्रधाननगर गुरुङ बस्ती भनेर जग्गाको नाम, तर त्यहाँ एउटा म्युनिसिपालिटीको एउटा वार्ड कमिसनर पनि नेपाली गोर्खा समुदायबाट छैन। वैराज जबकि सिलगढीको फर्स्ट म्युनिसिपालिटी चेयरम्यान जज महावर सुब्बा, फर्स्ट म्युनिसिपल कर्पोरेसनको मेयर जज महावर सुब्बा आज त्यही ठाउँमा गोर्खा नेपाली माइनोरिटी भएर बसिरहेको छ। यो कुरा तपाईहरुले ध्यानपूर्वक सुन्नुहोस्, बुझ्नुहोस्। यहाँ मैले मेरो कुनै राजनैतिक स्वार्थ छैन। म एउटा सचेतकको हैसियतले जनतालाई सचेतना जनाउन मात्रै मैले यो आज जुन कुराहरू मैले हेरिरहेको छु, मैले महसुस गरिरहेको छु, त्यो कुराहरू जनाइदिनुलाई मात्र मैले यो कुरा राख्दैछु। र हरेक घर घर, हरेक मानसिकता, हरेक व्यक्ति हरेक समुदायले यो कुरा बुझ्नु जरुरी छ। र आज सिक्किम दार्जिलिङको जुन विलयको कुरा छ यो एकदमै सठिक न्यायसङ्गत छ। हामीले सरकारसँग न्यायसङ्गत तरिकाले एकबद्ध भएर र हामीलाई फुटाउने, हामीलाई फुट ल्याउने तत्त्वहरूलाई मासेर हामी एकमुष्ट भएर एकै सूत्रमा बाँधेर एउटै माग गर्छौँ भनेदेखि यो अवश्य फत्ते हुनेछ, सफल हुनेछ। तर आज विभिन्न पार्टीहरूको आफ्नो आफ्नो माग छ, आफ्नो आफ्नै स्वार्थ छ। कोही ६औं अनुसूची कि ६औं अनुसूची भन्छ, कोही के भन्ने पार्टीहरूको आफ्नो आफ्नै डिमान्ड छ। एउटै डिमान्ड छैन। एउटाले गोर्खाल्यान्ड भन्छ, एउटाले ६औं अनुसूची भन्छ। अब सुभाष घिसिङले डिजिएसी लिएर आयो, विमल गुरुङले जिटिए। कुरा त के फरक पर्यो? नाम मात्रै त बदली भयो। त्यस्तै राजनीति यहाँ भइरहेको छ। हामी यहाँ चाहिँ गोर्खाल्यान्डको कुरा गर्छौँ, कलकत्ता र दिल्लीमा गोर्खाल्यान्डको कुरा हुँदैन, पैसाको र विकासको कुरा हुन्छ। यस्तो कुराहरू छ। यहाँ जसरी उफ्रिन्छौँ नि गोर्खाल्यान्ड भनेर, त्यसरी नै कलकत्ताको विधानसभा र दिल्लीको संसद भवनमा उफ्रिनु पर्छ। यहाँ हामीलाई घण्टौके एमपी ल्यायो, हेभी वेट ल्यायो, आलुवाला ल्यायो, सब्जीवाला ल्यायो, दुनियाँभरको एमपीहरू ल्याएर यहाँबाट जिताएर ल्यायो। अहिले राजु विष्टलाई भूमिपुत्र भनेर ल्याएको छ। नयाँ कुरा केही पनि भएको छैन। कतिवटा कुरा गरिरहेको छ राजु विष्ट सरले, त्यो हामी मान्नुपर्छ। त्यो उहाँले गरेको कामलाई हामी मान्नुपर्छ। तर पनि आज बीजेपी पार्टीले, बीजेपी सरकारले गोर्खासँग खेलबाड गरिरहेको छ, राजनीति गरिरहेको छ। खुदै मोदी साहेब प्रधानमन्त्री, हाम्रो सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू खोप्रेलमा आएर गोर्खे टोपी लाएर गोर्खाको सपना मेरो सपना भनेर गएको आज कति भयो? 5 वर्षभन्दा 10 वर्षमा लाग्दैछ। खै गोर्खाको सपना पूरा भएको? कहिले हुने गोर्खाको सपना? खालि आफ्नो एमपीलाई भोट जिताउनुलाई मात्रै। अब हामीले राजु विष्ट भूमिपुत्र दिएर राजनीति गरे। अब राजु विष्टको पछाडि के इस्यु फ्याङ्ने हो? घरि पीपीएस भन्छ, घरि 11 जात गोष्ठीको जनजातिको मुद्दा भन्छ, घरि के भनिरहेछ। र हाम्रो नेताहरूको नारी चाहिँ मज्जाले बंगाल र केन्द्रले छामिसकेको छ, ओजन गरिसकेको छ। यिनीहरूलाई गोर्खाल्यान्ड चाहिएको हो कि पैसा चाहिएको हो भनेर बुझिसकेको छ। र पैसामा ललिपप दिएर पैसा खुवाएर भुल्लाउने काम मात्रै भइरहेको छ। वास्तवमा हामी गोर्खाको डिमान्ड चाहिँ उनीहरूले सिरियसली लिएको छैन। विधानसभामा कलकत्ताको, बंगालको, पश्चिम बंगालको विधानसभामा
बंगाल विभाजनको विरुद्धमा प्रस्ताव पास भएको छ। आज त्यही बीजेपीले सपोर्ट गरिरहेको छ। हाम्रो यहाँ बीजेपीबाट एमपी जितिरहेछ, त्यही बीजेपी पार्टीले हाम्रो गोर्खाल्यान्डको बंगाल विभाजन हो भएन। दार्जिलिङ बंगालको हुँदै होइन, कुन चाहिँ बंगाल विभाजन? बंगाल त विभाजन 1950 सालमा भइसकेको छ। लट्करजनले पूर्व बंगाल र पश्चिम बंगाल गरिदिइसकेको छ। अब फेरि कुन चाहिँ बंगाल विभाजन हुनु पर्यो? दार्जिलिङ बंगालको हुँदै होइन, यो त सिक्किमको हो भनेर बंगालले नै श्वेतपत्र जारी गरेर भनेको छ। र कुन बंगाल विभाजन हुँदैन भनेर बंगालले विधानसभामा त्यो प्रस्ताव पारित गरेको बुझ्नै नसकिने कुरा हो। यसर्थ हामी एक भयौँ, हाम्रो एकता एक भयो, हाम्रो डिमान्ड एक भयो, हामी एक सूत्रमा बाँधेर एउटै एक मुख भएर सबै पार्टी आज यो मुद्दामा सिक्किम र दार्जिलिङको एकीकरण मुद्दा लिएर अघि बढिरहेको छौँ भनेदेखि यो अवश्य पनि यो सफल हुनेछ। आज यो कुरा अब गोर्खा राष्ट्रिय कांग्रेसले राखिरहेछ। गोर्खा राष्ट्रिय कांग्रेसको अध्यक्षज्यू भरत दोङले जुन कुराहरू राखेको छ, यो कुराहरू सही सलामत दस्तावेजको आधारमा छ। म भरत दोङलाई चिन्दिनँ, फोटोमा देखेको, पेपरमा देखेको मात्र हो। पर्सनली मेरो भेटघाट पनि छैन, म राष्ट्रिय कांग्रेसको मान्छे पनि होइन। तर कुरा जायज हुनुपर्छ, जुन कुरा जायज छ त्यो कुरालाई मान्नुपर्छ। यसैले यो सिक्किम दार्जिलिङ एकीकरणको जुन मुद्दा छ, यो चाहिँ सही कुरा लागेको कारणले आज मैले यस विषयमा यो सचेतना कुराहरू राख्नलाई मैले इच्छा गरेको कारणले मैले राखेको हो। र चाहे तपाईहरुले यस कुरालाई लिनुहोस् या नलिनुहोस्, म जान्दिनँ कतिसम्म यसले फरक पार्छ, तर मैले मेरो विचार मैले राख्न चाहेको हो। र यसरी यो इस्युलाई आज विरोध नगरिकन अब सिक्किमको समग्र पोलिटिकल पार्टी, दार्जिलिङको समग्र पोलिटिकल पार्टी नेताहरू सबै एक भएर सिक्किममुखी भएर आज दिल्लीमा यो कुरा हुन्छ भनेदेखि त्यो अवश्य हुन्छ, सफल हुन्छ। किनकि दिल्लीको सरकारले जनआकांक्षा पब्लिक म्यान्डेट मागिरहेको छ कि सिक्किम दार्जिलिङको एकीकरण विषय लिएर चाहिँ जनआकांक्षा मागेको आभास दिइरहेको छ। गोर्खाल्यान्ड त अब उनीहरूले त्यो पत्तै गरेको छैन। गोर्खाल्यान्ड त अब कुन चरीको नाम हो, खै कहाँ गएर के भयो, गोर्खाल्यान्ड चरी कता खस्यो के भयो। तर अब यो सिक्किम दार्जिलिङ एकीकरणको जुन मुद्दा छ, यो मुद्दालाई चाहिँ एकदम दस्तावेजको कागजपत्रको साथमा हामीले सरकारसँग, दिल्ली सरकार, केन्द्र सरकारसँग राख्यौं भने दिने त केन्द्र सरकारै हो, बंगाल केही होइन। तर आज दिल्लीले गोर्खासँग राजनीतिक खेलवाड गरेको कारण बंगालकै कारणले हो। बीजेपीले बंगालमा 45 वटा एमपी हेर्दैछ, 245 वटा एमएलए हेर्दैछ। यसकारण यहाँनिर उत्तर बंगाल राज्य अनि सीमाञ्चल राज्य भन्ने कुरा पनि उड्दैछ। कतिजना हाम्रो राजनैतिक नेताहरू उत्तर बंगालको समर्थन पनि गरिरहेको छ। अचम्मै लाग्छ। र उत्तर बंगाल राज्य भयो भने पनि के भयो त, दुईटा बंगालीको राज्य हुन्छ। त्यसमा दार्जिलिङ, खरसाङ, कालेबुङलाई, डुवर्सलाई पनि मिलाउँदैछ। यो नर्थ बेंगलको सबै लगाएर बीजेपीले बंगालको एकता फुटाउनलाई, दुईटा राज्य बनाउनलाई त्यो काम चलिरहेको छ। र अहिले नै हामी सतर्क भएर हाम्रो दार्जिलिङ, खरसाङ, कालिम्पोङ, सिलगढी, डुवर्सलाई, पहाड तराई डुवर्सलाई लिएर हामीले सिक्किमसँग विलय गर्न चाहियौं भने यो चाहिँ सबभन्दा ठुलो हाम्रो
एउटा सपना चाहिँ पुरा भएर जानेछ र आज कसैले नर्थ बेङ्गल डेभलपमेन्ट मतलब नर्थ इस्ट डेभलपमेन्ट काउन्सिलमा हाल्नुपर्छ भन्ने पनि कुरा उठिरहेको छ। हाम्रो सिक्किमसँग विलय भयो भने हामी नर्थ इस्ट डेभलपमेन्ट काउन्सिलमा पनि आफै पसि जान्छौँ, हाम्रो राजनीतिक सल्युसन पनि भइहाल्छ, हामी एकै भूभागको हुन्छौँ। सबै कुरो हाम्रो समस्याहरू जुन यो राज्यको समस्याहरू जति पनि छ, गोर्खाको समस्याहरू जति पनि छ, सबै हाम्रो समेटिएर जानेछ। र यो सिक्किम दार्जिलिङ एकीकरणको माग चाहिँ एकदमै यो समय अनुसारको माग, समय सापेक्षको माग भएको कारणले गर्दाखेरि यो मागलाई चाहिँ कसैले पनि विरोध नगरिदिन हुन म अनुरोध गर्छु। र यो चाहिँ एकदमै सठिक माग हो, जायज माग हो, जुन कुरो हुन सक्छ र हुन सक्ने कुरालाई चाहिँ हामीले मागौँ, अघि बढाउँ, एकैमुख भएर, एकैमुष्ट भएर, एउटै राजनीतिक दल भएर हामी गरौँ अनि हात पारौँ। हामी हात पारेपछि पछाडि आफ्नो आफ्नो पार्टी गणतन्त्रमा पार्टी गर्ने हक अधिकार सबैलाई छ, तर पहिला आफ्नो मुद्दा चाहिँ सफल पारौँ। यही सपना लिएर हामी अघि बढौँ। यही प्रसङ्गमा अहिले यहाँनिर पेपरमा बेला बेलामा हामी पढ्न पाइरहेका छौँ, अब दार्जिलिङ र कालेबुङ जिल्लामा जिल्ला परिषद गठन गर्ने अरे। अब यो कतिसम्मको यो समझदारी कुरा हो? जिल्ला परिषद भनेको के हो? कहिले जिल्ला परिषद के भयो, कसरी भयो भन्ने कुरा बुझेर बोलेको हो कि नबुझी बोलेको हो कि? हाम्रो पहिला त जिल्ला परिषदै थियो नि। यो दार्जिलिङ जिल्ला परिषद यहाँनिर पञ्चायत इलेक्सन हुँदाखेरि 3 टायर इलेक्सन हुन्थ्यो, ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषद। तर यो दार्जिलिङ जिल्ला परिषदलाई फुटाएर सिलगढी महकुमा परिषद र दार्जिलिङ गोर्खा पार्वती परिषद बनायो। यो गोर्खाल्यान्डको आन्दोलन 28 महिने आन्दोलनको जब एकट भयो, त्यो एकटमा सुभाष घिसिङलाई एक्लै पारेर अल्मलाएर लगेर ज्योति बसुले ब्रेन वाश गरेर के गरेर कसो गरेर यसमा सही छाप गर्नु लाग्यो अनि गोर्खाल्यान्डको माग ड्रप गर्नु लगाएर आज 3वटा पहाडको मुकुट बिनाको राजा बनाएर राख्ने ज्योति बसु सुभाष घिसिङलाई। र हामीले केही पाएको छैनौँ। यत्रो गोर्खाल्यान्ड आन्दोलनमा हाम्रो 1200-1400 शहीद भयो। त्यो त यो त अफिसियल मात्रै, अनअफिसियल कति भयो थाहा छैन। र यो जिल्ला परिषदको कुरा जे छ, एउटै जिल्ला परिषदलाई फुटाएर 2टा जिल्ला परिषद बनाएको छ। एउटा सिलगढी महकुमा परिषद हो, एउटा दार्जिलिङ गोर्खा पार्वती परिषद। दार्जिलिङ गोर्खा पार्वती परिषदको नाम पनि पहिला दार्जिलिङ हिल डेभलपमेन्ट काउन्सिल राखेको रहेछ। हाम्रो स्वर्गीय काउन्सिलर सीके प्रधानको अनुरोधमा यो दार्जिलिङ गोर्खा पार्वती परिषद बनाएको रहेछ, हिलको जग्गामा गोर्खा लगाएर। तर बाँदरको पुच्छर लौरो न हतियार जस्तो यो न पावर छ, न के छ, न एपोइन्टमेन्ट गर्नु सक्छ, खालि पैसा खाने, पैसा दिन्छ, पैसा खाने। त्यसले यसो काम गरी टोपल्यो अनि पैसा खायो। नेतालाई पैसा खुवाएर उपुक्क बनाउने यो परिषद बनाए। यत्रो खोला शहीद भएर खुनको खोला बगेको यो दार्जिलिङ पहाडमा केही न केहीको फेत्न टुप्पाको बाँदरको पुच्छर लौरो न हतियार जस्तो यो दार्जिलिङ गोर्खा पार्वती परिषद र दार्जिलिङ गोर्खा पार्वती परिषदको एकट भयो। पछि यहाँ पञ्चायत इलेक्सनै भएन।
अहिले 14-16 वर्ष बाद पञ्चायत इलेक्सन भयो, तर 2 टायर मात्रै भयो, ग्राम पञ्चायत र ग्राम समितिको। जिल्ला परिषदको भएन। किन भएन भने जिल्ला परिषद अघिबाटै यहाँनिर दार्जिलिङ गोर्खा पार्वती परिषदको जग्गामा अहिले गोर्खाल्यान्ड क्षेत्र प्रशासन दिएको छ, नाम मात्रै बदली गरेको छ, जिल्ला परिषदै हो यो। अब फेरि कुन चाहिँ जिल्ला परिषदको कुरा यहाँ उठानु हुँदैछ? कुन जिल्ला परिषद ल्याउने हो? यसरी मान्छेलाई, जनतालाई अल्मलाएर राजनीति गरेर यो के गर्न चाहेको हो? कस्तो खालको जिल्ला परिषद अब हुने? सिलगढीमा भूसेना पनि नमरिकन पाएको जिल्ला परिषद कति पावरफुल छ? त्यो जिल्ला परिषद, त्यो महकुमा परिषदमा काम गर्ने सबै त्यहाँको मान्छेहरू गभर्नमेन्ट इम्प्लोइज भए, पश्चिम बङ्गाल राज्य सरकारी कर्मचारी बन्न पायो। हाम्रो खोला खुनको खोला बगेर पाएको दार्जिलिङ गोर्खा पार्वती परिषद या जिटिएमा भर्खर ब्यान्ड पे पाउँदैछ। यहाँको कर्मचारीले, कन्ट्र्याक्चुअल कर्मचारीहरूले भर्खर ब्यान्ड पे पाउँदैछ। लु हेर्नुहोस् हामीलाई कसरी लटपटाएको छ बङ्गाल सरकारले। यो कुराहरू बुझ्नुहोस् तपाईहरुले। यस कारणले गर्दाखेरि अब जुन चाहिँ जिल्ला परिषदको इस्यु फ्याङ्दैछ यो केही होइन। यो अब बङ्गाल विधानसभाको इलेक्सन अब 2026 को मई महिनामा हुन गइरहेको छ। यो एउटा इस्यु मात्रै हो। जिल्ला परिषद अघिबाटै हामीले पाइसकेको छ। यही हो जिल्ला परिषद भने पनि जे भने पनि पाउने यही हो। यही जिटिए नै हो। अरु यो भन्दा बढी के पाउने हैन। यही जिटिए पनि कहाँदेखि पर्छ केही थाहा छैन। बा रनीदेखि त्यो रनी आउने बेलामा एउटा गेट अनि गाडी धुराको त्यहाँ मिरिक जानेपट्टि एउटा गेट छ। त्यताबाट पो सुरु हुन्छ कि कहाँबाट सुरु भएको यसको ल्यान्ड डिमार्केसन केही छैन। यसलाई न संविधानले पारित गरेको हो के हो। बंगालको दया मायामा दिएको थाप्दै आउँदै गर्छ हाम्रो नेताहरू। अथ पछि आएर यो पनि दिएको रहेनछ त्यो पनि दिएको रहेनछ। अथ के हेरेर थापेर ल्याएको त्यो? के चाहिँ देखेर थापेर ल्याएको? पैसाको मुठा दिएको भइहाल्यो। अरु केही चाहिँदैन। यो सबै कुरा चाहिँ हामीले नै गल्ती गरेको छ। हाम्रो गल्ती छ। अरूलाई हामी के दोष लाउनु? बंगाली आएर भोट दिएको हैन चोर भनेर जानी हाम्रै मान्छेले चोरलाई भोट दिएर जिताएर त्यहाँ राख्छौं भनेदेखि अब उसको त कामै हो चोरेर खाने। खाइदिन्छ। र जनताको लागि विकासको निम्ति आएको फन्ड या भत्ता भंगा लपार बाई प्रकारले चलिरहेको छ। पहिल्यै कागजपत्रमा पहिला पैसा तुरिसकेको हुन्छ। कागजपत्रमा मात्रै हुन्छ। फिजिकली केही काम छैन। जुनै काम पनि यहाँनिर लथालिङ्गै भत्ताभुङ्गै सम्हालिने समस्याको लु हेर्नुहोस् बंगालको राजनीति। अब बंगालमा शरण पर्नु बाहेक हाम्रो केही उपाय छैन। बंगालले यस्तो प्रकारले हामीलाई यस्तो राजनीतिकरण गरेर हामीलाई बंगालीको अब बंगाल सरकारको खुट्टा ढोक्नु बाहेक अरु केही पनि छैन। त्यो अवस्थामा पुर्याइरहेको छ। नेतालाई पैसा खुवाउँदै राख्दै जनतालाई छैन। जनताको निम्तिमा आएको विकासको निम्तिमा आएको पैसा लापरवाही नेताहरूले चलाइरहेको छ, खाइरहेको छ। यसर्थ अब यो जिल्ला परिषद कस्तो प्रकारको जिल्ला परिषद हो के हो कसो हो जनताले बुझ्ने समय आएको छ। र अब 2026 को मई महिनामा पश्चिम बंगाल विधानसभाको चुनाव हुन गइरहेको छ। अब तृणमूल सरकारले शासन गरेको 15 वर्ष कम्प्लिट हुँदैछ। अब फेरि यहाँबाट तृणमूल सरकारको क्यान्डिडेटलाई भोट जितेर पठाउने हो कि के हो? या त बीजेपी को क्यान्डिडेटलाई पठाउने हो कि? आज भोलि 2 अप्रिल दिल्लीको नर्थ ब्लकमा हुन गइरहेको बैठक यसकै मसौदा हुन सक्छ। यो बिरबलको खिचडी
बिरबलको खिचडी हो कि त्यो कहिले नपाक्ने खिचडी, या त बिजेपीले अब यसपालिको यो बङ्गाल विधानसभामा चाहिँ पहाडको 3वटा एमएलए चाहिँ हाम्रो बिजेपीको हुनुपर्छ भन्ने हो बैठक हो कि, र साँच्चै यो 11 जात गोष्ठीलाई जनजातिको मर्यादा दिने हो कि, या सिक्किम दार्जिलिङको विलयको कुरा हो कि, एकीकरणको कुरा हो कि के हो, अहिलेसम्म यो क्लियर छैन। कसैले बताएको पनि छैन, कसैले उनीहरूलाई नै थाहा छैन। अब जो वार्तामा जाँदैछ उनीहरूलाई नि के विषयमा हुन्छ, अब आज होमवर्क भयो होला के विषयमा वार्ता गर्ने, अब सेन्ट्रल गभर्नमेन्टले के वार्तामा के विषयमा वार्ता गर्ने हो त्यो पनि थाहा छैन जानेहरूलाई। यसर्थ हामी बडो होशियारपूर्वक अब गोर्खाको राजनीति त उनीहरूले जानिहालेको छ, बुझिहालेको छ। बङ्गालले त सबै नारी छामिसकेको छ, नसा नसा छामेको छ। लास्टमा यस्तो अवस्थामा ल्याइरहेको छ कि बङ्गाल सरकारको खुट्टा ढोकेर तपाईँले जे दिनुहुन्छ तपाईँको इच्छाले रलपल हड्डीमा अल्झेको मासुहरू जे दिनुहुन्छ त्यसैमा हामी सन्तुष्ट छौँ भन्ने कुरा यस्तो अवस्थामा अब बङ्गालले पुर्याइसकेको छ। यसर्थ अहिले नै हामी एकदमै सजग भएर, हामी एकमत भएर, हाम्रो भविष्य सोचेर, अनि अब यहाँबाट चाहिँ बङ्गालको अब त्यही हो, अब यहाँको गोर्खाहरूलाई अब माइनोरिटी बनाएर अब यहाँबाट लखेट्ने जुक्ति मात्रै देखाउँदैछ। त्यो समय आउँदैछ। अब भोटाङे शरणार्थीलाई त बेलडाङ्गीमा, नेपालको दमकमा बेलडाङ्गी भन्ने ठाउँमा राख्यो। अब त्यो कोही अस्ट्रेलिया, कोही क्यानाडा, कोही अमेरिकाले लगेर सेटल भयो। अब त त्यो देशहरूले पनि नलाने भन्दैछ। अब दार्जिलिङको शरणार्थीहरूलाई चाहिँ कहाँ लगेर कुन चाहिँ देशले लगिदिने, अब त्यो दिनहरू पनि आउँदैछ। बहुत होशियारपूर्वक हाम्रो नेताहरूले, हाम्रो जति पनि आज राजनीति गर्ने नेताहरूले यो कुरा बुझ्नुपर्छ र सेन्ट्रल गभर्नमेन्टलाई यो समयमा एकदमै मजबुरन हुने, अब यो नदिएसम्म नहुने राजनीति गरेर हामीले आफ्नो डिमान्ड पुरा गर्नुपर्छ। यसैले हामी एकअर्कामा एकताको सूत्रमा बाँध्यौँ, फुट नहौँ, आफ्नै दाजुभाइलाई हत्या गर्ने राजनीतिहरू नगरौँ, बङ्गालको हुरीमा नलागौँ। बङ्गालले हाम्रो कहिले पनि भलो चाहँदैन। हामीले खुकुरीले काट्यौँ होला र बङ्गालले कलमले काटेर हाम्रो अस्तित्व मेटाइदिँदैछ। त्यस्तो जाति हो। अब बिरालुलाई मुसाले जिस्काएको जस्तो भइरहेको छ। यदि काम गर्छौँ भने हामी एकदमै एकताबद्ध भएर बुद्धि चाल लगाएर काम गरौँ र आफ्नो डिमान्ड पुरा गरौँ। होइन भनेदेखि चाहिँ अब यो मान्छे हँसाउने काम चाहिँ नगरौँ र बिथा यो इस्युहरू फ्याँकेर मान्छेलाई भ्रममा नपारौँ। किनभने पहाडको जनता राजनीति जान्दैन। नेताले जे भने त्यही गरिरहेको छ। आज नेताले फुटबल खेलिरहेको छ जनतालाई, तर यही सिलगढीमा हेर्नु जनताले नेतालाई फुटबल खेल्छ, ब्याकसुट हिर्काउँछ, पेनल्टी हिर्काउँछ। यसर्थ नेता सतर्क भएर काम गर्छ। आज सिलगढी हेर्नुहोस् कस्तो डेभलप भएर गइरहेको छ। 4वटा बाटो बनिँदैछ, एकैपल्टमा 4वटा गाडी आवत जावत गर्ने बनिँदैछ। अब सिलगढी त मेट्रोपोलिटन सिटीमा परिणत भइसक्यो। सिलगढी उन्नति भएर कहाँ गइसक्यो। पहाड जस्ताको तस्तै, जहाँको त्यहीँ, जे छ त्यही छ, त्यसैमा सन्तुष्टि देखाएर खालि पैसा खाएर बस्ने उन्नति मात्रै, नेताको उन्नति मात्रै गराइरहेको छ बङ्गाल सरकारले। हाम्रो पक्षमा भएर कहिले पनि काम गर्दैन। बङ्गालले कहिले पनि हाम्रो पक्षमा भएर हाम्रो मान्छे हो, हाम्रो बङ्गालको मान्छे हो भनेर कहिले पनि सोच्दैन।
आमर सोनार दार्जिलिङ भन्छ, दार्जिलिङ लोक नेपाली लोक भन्छ, हामीलाई नेपालको भन्दैछ। अब नेपालबाट पैसा कमाउन आएको, भारी बोक्न आएको, ग्यास बोक्न आउनेहरूसँग हामीलाई मिलाइरहेको छ र हाम्रो एउटा प्रश्न चिन्ह, हाम्रो अस्तित्वमा प्रश्न चिन्ह खडा भइरहेको छ। यो सबै कुरालाई बुझेर जानेर र भोलिको हुने खै त्रिपक्षीय वार्ता भन्दैछ। बङ्गाल सरकार त जाने हो कि होइन, मुख्यमन्त्री त लन्डनमा पुगिरहेछ। अब को जाने के हो, बङ्गालबाट कसले प्रतिनिधि गर्ने त्यो पनि थाहा छैन। र कस्तो खालको त्रिपक्षीय वार्ता हो। अब हाम्रो पाडबाट त नेताहरू पुगिसकेको छ दिल्ली। आज होमवर्क छ, भोलि वार्ताको निम्ति के विषयमा बोल्ने भन्ने। र हामी शुभकामना दिन्छौँ, शुभेच्छा दिन्छौँ कि भोलिको वार्ता चाहिँ एकदमै फलप्रद हुन सकेको होस्। एकदमै फलप्रद भएर केही न केही कोसेली लिएर फर्किन सकेको होस्। उहाँहरूको आवत जावतको यात्रामा हामी सुरक्षा बोल्छौँ, शान्ति बोल्छौँ र खुसीको खबर लिएर आउन सकेको होस् र हामी फेरि पनि खुसी भएर उहाँहरूलाई स्वागत गर्न सकौँ। र हामी बहुत समझदारी भएर, बहुत सोचेर बुझेर हामीले हाम्रो राजनीतिक टेकहरू, राजनीतिक चालहरू पनि हामीले सरकारसँग खेल्नु सक्नुपर्छ। खालि पैसाकै कुरा गरेर, विकासको कुरा गरेर आउने होइन। यहाँ विकास भइसकेको छ, पुरा पैसा आएको छ, विकास पनि पुरा। अब विकास र पैसाको कुरा हुँदैन, हाम्रो मूल मुद्दाको कुरा हुन्छ। मूल मुद्दा चाहिँ हाम्रो अब दार्जिलिङ सिक्किम एकीकरणको मुद्दा हो। यहाँ गोर्खाल्यान्डको कुरा, अब गोर्खाल्यान्ड हुँदैन, यो बङ्गालको त हुँदै होइन, भारतको पनि होइन यो जमिन। यो जमिन चाहिँ सिक्किमको हो, सिक्किमलाई नै फर्काउनु पर्छ भारत सरकारले। र सिक्किमलाई एउटा देशलाई, स्वतन्त्र देशलाई राज्य बनाउन सक्छ भनेदेखि यो उसको जमिन सिक्किमको म्याप अनुसार, राजा छोगेलको समयको म्याप अनुसार जुन जुन सिक्किमको भूभाग छ भारतमा यहाँ बङ्गालमा गुमिरहेको छ, यो जग्गा चाहिँ सबै फर्काएर हामी जग्गा जमिन मान्छे सबै फर्काएर सिक्किमे हो। हामी सिक्किमको भूभागमै फर्केर जानुपर्छ र दार्जिलिङ सिक्किम एकीकरण भएर दार्जिलिङ सिक्किम राज्य भएको खण्डमा हाम्रो यहाँको उन्नति, यहाँको सबै कुरा अब बढेर हाम्रो सिक्किम र हाम्रो एउटै हो। धर्म, संस्कार, संस्कृति हाम्रो जे पनि छ सबै हाम्रो मिल्छ। हाम्रो बङ्गालसँग केही पनि मिल्दैन। प्रथम त भाषै मिल्दैन, उनीहरूको संस्कृति, उनीहरूको धर्म पनि मिल्दैन, हामीसँग केही मिल्दैन। हामी किनेमा गुन्द्रुक खाने जाति, उनीहरूले त्यस्तो के खान जान्दैन र उनीहरूसँग हाम्रो केही पनि मिल्दैन। कसरी यो हाम्रो 21वटा जिल्लामा, बङ्गालको 21वटा जिल्लामा अब दार्जिलिङ र कालिम्पोङ दुईटा जिल्ला छोडेर 19वटा जिल्ला त बङ्गालीको छ, बङ्गाली जनसमुदाय छ। त 19वटालाई नहेरेर हामी दुईटा जिल्लालाई हेर्छ बङ्गाल सरकारले। त्यो उब्रेको पाब्रेको दिटो बलेको मात्रै हो। हामीमा बङ्गाल सरकारसँग चाहिँ हाम्रो कुनै हालतमा पनि सम्झौता हुँदैन। बङ्गालमा हामी बस्नु हुँदैन। बङ्गालले हाम्रो कहिले पनि भविष्य चाहँदैन। हाम्रो अस्तित्व जोखिममा छ। हामीले अहिले नै सोचेर सम्झेर यो जोखिमदेखि पार तर्नुपर्छ। यहाँ राजनीति, यो थोत्रे मोत्रे राजनीति गर्नु छोड्नुपर्छ। हामीले देशको धारामा बगेर हामी विकसित हुनुपर्छ। देशको सम्मान गर्नुपर्छ। देशलाई पर्यायको खण्डमा हामी देशवासीको हैसियतले गर्नुपर्ने सहयोग गर्नुपर्छ। र त्यसरी नै देशले पनि हामीलाई भारतको एउटा नागरिक हो भने नागरिकले पाउने हक अधिकार सबै दिएर, हाम्रो सबै सम्मान गरेर हामीलाई सिक्किममा विलय गरेको हुनुपर्छ। यो चाहिँ हाम्रो सबैभन्दा ठुलो समाधान हो। यहाँ हामीले चेयरको लागि, कुर्सीको लागि, चिफ मिनिस्टरको कुर्सी हेरेर सिक्किम दार्जिलिङ एकीकरण भनिएको होइन।
यो चाहिँ हाम्रो अस्तित्वको मुद्दा हो। यो जग्गा सिक्किमको हो भने सिक्किमलाई फर्काएको हुनुपर्छ। कहाँबाट बङ्गाललाई दिएको, किन बङ्गाललाई दिनु पर्यो? यो त 1956 मा बिसी रोयले यो एक्सक्लुड गरेको, यहाँनिर मिलाएको भूभाग। यो दार्जिलिङ जिल्ला पहिला भागलपुर, बिहारको भागलपुर डिस्ट्रिक्टमा घरि पाकिस्तानले झन्डा गाडेको ऐतिहासिक तथ्यहरू छ हामीमा। र सिक्किमको हो, सिक्किमलाई नै फर्काउँदाखेरि यो सबैभन्दा ठुलो चाहिँ समाधान भएर जान्छ। यदि भारत सरकारले यो कुरोलाई खेलाइँची गर्यो, राजनीति मुद्दा मात्रै बनायो र गोर्खासँग खेलबाड गर्यो भने भोलिको दिनमा के हुन्छ, कसो हुन्छ, त्यसको जिम्मेवारी चाहिँ सरकार हुन्छ, हामी हुँदैनौँ। यसर्थ अहिले नै हामी एकदमै हाम्रो नेताहरू पनि सजग भएर, समाजदारी भएर सरकारलाई बाध्य गराउन सक्नुपर्छ। अब हामीले त्यो 11 जात गोष्ठीको कुरा होइन, अब हाम्रो यो एमएलए र एमपी को भोटको कुरा होइन, तर हाम्रो मूल मुद्दा चाहिँ दार्जिलिङ सिक्किम एकीकरणको मुद्दामा नै बेसी कुरा हुनुपर्छ र यो मुद्दालाई फत्ते गर्नुपर्छ। गोले साहेबले र त्यहाँको कतिपय राजनीतिक पार्टीले विरोध गर्यो भनेर होइन, तर भारतको केन्द्र सरकारलाई चाहिँ मजबुर बनाउन सक्नुपर्छ। यो चाहिँ सही कुरा हो। ठिक छ, यो हामीले दिँदाखेरि चाहिँ केही आपत्ति छैन भन्ने उनीहरूलाई मजबुरन बनाउनुपर्छ। त्यो राजनीति अब हामीले गर्न सक्नुपर्छ। र यति भन्दै म दार्जिलिङ सिक्किम एकीकरणको यो दार्जिलिङ र कालिम्पोङ जिल्लामा जिल्ला परिषदको 2026 को यो पश्चिम बङ्गाल विधानसभा चुनावको र भोलि हुन गइरहेको त्रिपक्षीय वार्ताको विषयवस्तु लिएर मैले जति पनि कुराहरू, मैले विषयवस्तुहरू राखेको छु र हजुरहरू सबैले यस कुरालाई चाहिँ ध्यानपूर्वक सुनिदिनुहोस्, बुझिदिनुहोस् र आउने 2026 को मई महिनाको पश्चिम बङ्गाल विधानसभाको चुनावमा कसलाई भोट दिनुपर्ने हो, दार्जिलिङ सिक्किम एकीकरणको मुद्दालाई भोट दिनुपर्ने हो कि कसलाई दिनुपर्ने हो, यो सोचेर सम्झेर अहिलेदेखि नै तपाईहरु मनमस्तिष्कबाट, मानसिकताबाट तम तयारी भएर, प्रिपेयर भएर बसेको असल हो भन्दै मेरो यो कुराहरू यही राख्छु। धन्यवाद।